ओके गुड मर्निङ एभ्री वान साउन्ड आइरहेको छ नि है तिमीहरूलाई म्युट गरिदिए जस्तो छ ल अनम्युट गरिदिन्छु आवाज आइरहेको छ नि गुड मर्निङ गुड सर। मर्निङ सर आइरहेको छ ओके गुड मर्निङ एभ्री वान ल ओके साउन्ड आइरहेको छ आज त जसै त्यो सकेर अनि त्यो अलिकति क्वेसनहरू छ त्यो पनि सकाएर नि तिमीहरू सर हजुर सर ब्लेन्डिङ इफेक्ट भनेको के हो र? ब्लेन्डिङ इफेक्ट भनेको चाहिँ त्यो यस्तो हो तिम्रो यो पछि यो म्यान्डलिजम भन्दा अगाडि चाहिँ तिम्रो उ थियो क्या के अरे तिम्रो चाहिँ जेनेटिक्स के थियो भन्दाखेरि मान्छेहरूको बुझायो भनेको दुईटा क्यारेक्टर आयो भने चाहिँ प्रोडक्ट हुनु त्यसको मिक्स हुन्छ भनेको क्या जस्तै ब्लेन्डर भनेको तिम्रो घरमा मिक्सरलाई भन्छ याद छ तिम्रो जुन यस त्यो सर। त्यही हो अनि त्यो मिक्सरमा चाहिँ तिमीले अब कुनै कुरा हालेर त्यसलाई घोल्यो भने चाहिँ के हुन्छ नयाँ जुन प्रडक्ट आउँछ त्यो त त्यसको मिक्सर हुन्छ नि त त्यसको घोलेको कुरा त्यस दुइटाको मिक्स के जस्तो अब फर इक्जाम्पल अब टल र सर्ट बिहे गऱ्यो भने चाहिँ दुइटाको मिक्स भनेको चाहिँ इन्टरमिडिएट हाइट आउँछ भन्नेवाला कन्सेप्ट चाहिँ त्यसले ब्लेन्डिङ इफेक्ट भने पहिला के लाइक पास्टमा चाहिँ जेनेटिक्स भने त्यस्तोवाला सोच्थ्यो नि त मान्छेहरूले त्यही भन्ने हो ब्लेन्डिङ इन सोनी मतलब बिराबली सलप होइन सर? हजुर हजुर ल अहिले पढौँ यो सकिहालौँ अनि त्यहाँपछि जेनेटिक्स लागौँला बरु केही छैन अहिले आज चाहिँ यो च्याप्टर एकदम हामीलाई एकदम धेरै पढ्यो कि यति धेरै त कहीँ पढेको थिएन हेर ल एकछिन ठिक छ ओके सब तिमीलाई मैले के गरेको थिएँ भन्दाखेरि हिजो क्लासमा हामीले सिटसम्म पुगेको थियौँ है ओके सब हामीले सिटसम्म पुगेको थियौँ अनि यो सिड मोनोकट र डाइकटमा चाहिँ सिडहरू के हुन्छ भन्ने कुरा चाहिँ डिस्कसन भएको थियो हिजो क्लासमा होइन त्यहाँपछि नेक्स्ट चिज के हो त भन्दाखेरि अब तिम्रो टाइप्स अफ सिड पनि पढायो हामीले हिजो र यो टाइप्स अफ सिड पढ्दाखेरि एउटा चाहिँ इन्डोस्पर्मिक सिड हुँदो रहेछ अर्को चाहिँ के हो त नन इन्डोस्पर्मिक अनि इन्डोस्पर्मिक भनेको मोनोकटको सिड हो र नन इन्डोस्पर्मिक सिड भनेको केमा हुन्छ डाइकटमा भन्ने पढाएको थिएँ है अनि हामीले के याद गरेको थियौँ यो क्यास्टर भनेको एक्सेप्सनल केस हो र यो क्यास्टर भनेको तिम्रो हुन चाहिँ के हो डाइकट प्लान्ट हो तर यसमा चाहिँ एक्सेप्सनल के हुन्छ त इन्डोस्पर्म हुन्छ भनेर यो एउटा कुरा चाहिँ याद गर त्यहाँपछि मोस्ट अफ द डाइकट सिडहरू के हुन्छ त नन इन्डोस्पर्मिक हुन्छ भनेर यो पनि याद गरिदिउँ है ओके देन आफ्टर दिस हामीले के गरेको थियौँ भन्दाखेरि अब यसमा चाहिँ एउटा के छ भन्दा पेरिस्पर्मिक सिड भन्ने हुन्छ क्या अब तिमीहरूले पहिलाको फोटो याद छ भने चाहिँ होइन तिमीलाई याद छ भने यो चाहिँ के भयो ओभरी भयो अनि ओभरीभित्र हाम्रो इम्ब्रोस स्याक थियो र यो इम्ब्रोस स्याकमा चाहिँ के हुन्छ भन्दाखेरि न्युसेलस चाहिँ डिजेनेरेट हुन्छ क्या जब इम्ब्रोस स्याक म्याच्योर हुँदै जान्छ मैले के भनेको थिएँ जब यो इम्ब्रोस स्याक है यो इम्ब्रोस स्याक गेट्स म्याच्योर होइन यो चाहिँ म्याच्योर हुँदै जाँदाखेरि यो न्युसेलस चाहिँ डिजेनेरेट हुनुपर्छ कि तिम्रो नर्मल कन्डिसनमा न्युसेलस छ नि जुन तिम्रो न्युक्लियस भन्ने चाहिँ सरी जुन हाम्रो न्युसेलस छ यो न्युसेलसहरू के हुन्छ त डिजेनेरेट हुन्छ नर्मल्ली अब भनेपछि जब सिड बन्छ त्यसमा न्युसेलस हुँदैन तर यदि रहेको छ भने त्यसलाई चाहिँ हामी के भन्छ पेरिस्पर्मिक सिड भन्छ क्या सो यहाँनिर चाहिँ मैले के भन्ने यो सिड बन्यो र यो सिड बनेपछि न्युसेलसहरू बाँकी रहेको छ भने त्यसलाई चाहिँ पेरिस्पर्म भन्छ होइन भनेपछि अब हामीले भित्र इन्डोस्पर्म भने जस्तै तिम्रो भित्र इन्डोस्पर्म भनेको भित्र हुन्छ पेरिस्पर्म भनेको बाहिर हुन्छ भन्ने सम्झे पनि भयो एक्जामको लागि र तिमीहरूलाई अब एक्जाममा आउने भयो होइन त्यही पनि यो हुन्छ नि जुन यो ब्ल्याक पेपरहरू हुन्छ द्याट इज पेरिस्पर्मिक सिड होइन त्यहाँपछि यो कफी सिडहरू नटमेक सिडहरू यिनीहरू के हो त पेरिस्पर्मिक सिड हो है सो यहाँनिर चाहिँ के भनेको छ दिस सिड कन्टेन्स पर्सिस्टेन्स अर रिमनेन्ट अफ के छ न्युसेलस न्युसेलस खास हुने कि नहुने डिजेनेरेट हुने चिज हो तर यो रहेको छ भने यसलाई चाहिँ हामी के भन्छ पेरिस्पर्मिक सिड भनेको यो भयो है त त्यहाँपछि अब तिमीहरूले यति बुझ्यो अनि यो चाहिँ अब पिपर भयो नटमेक भयो कफी भयो निम्फिया यो चाहिँदैन यो केही पनि याद गर्नु पर्दैन है अनि यो पछि तिमीहरूलाई अर्को एउटा टर्म छ अर्थोडक्स र रिक्याल्सिट्रान्ट सिड भन्छ क्या अब तिमीहरूले हेर अनि मलाई भन्न केही सिडहरू तिमीहरूले लामो समयसम्म चाहिँ प्रिजर्भ गर्न सक्छ र प्रिजर्भको मिनिङ के हो त भन्दाखेरि फङ्सनल रहन्छ भनेको चाहिँ अब के प्रिजर्भ भनेको हामीले खानाको लागि प्रिजर्भ होइन मैले भनेको केही सिडहरू चाहिँ लङ टाइमसम्म चाहिँ के भन्छ त फङ्सनल रहन्छ अथवा लङ टाइमसम्म हामीले के भन्छ प्रिजर्भ गर्न मिल्छ र यदि लामो समयसम्म प्रिजर्भ गर्न मिल्छ भने त्यसलाई चाहिँ हामी के भन्छ त अर्थोडक्स सिड भन्छ क्या भनेपछि जस्तै फर इक्जाम्पल तिमीले यो बिन्सहरू भयो राइसहरू भयो होइन त्यहाँपछि अब हाम्रो यो के भयो त भटमासहरू भयो यिनीहरू चाहिँ लामो समयसम्म चाहिँ हामीले के गर्छौँ त स्टोर गर्न सक्छौँ तिनीहरूलाई चाहिँ के भन्छ त अर्थोडक्स सिड भन्छ है जस्तै यो सेरल्स भनेको कार्बोहाइड्रेट होइन त्यहाँ चाहिँ विटहरू ओटहरू सेरल्स भनेको
कार्बोहाइड्रेटकै ग्रुपमा हो पर्छ त्यो यिनीहरू चाहिँ केमा पर्छ कार्बोहाइड्रेटमा बिन्सहरू यिनीहरू चाहिँ लङ टाइमसम्म चाहिँ स्टोर गर्न मिल्छ त्यो बेला चाहिँ के भन्छ अर्थोडक्स सिड भन्छ क्या तर चाहिँ यसको अपोजिट के हुन्छ रिकाल्सिट्रान्ट सिड भन्छ रिकाल्सिट्रान्ट सिड भनेको चाहिँ लामो समयसम्म स्टोर गर्न मिल्दैन तिमीले जस्तै म्याङ्गो खान्छ अनि म्याङ्गोको सिडलाई चाहिँ राखेर अब म नेक्स्ट सिजनमा चाहिँ यसलाई जर्मिनेट गर्छु भन्ने मिल्छ त मिल्दैन सर मिल्दैन त्यही त त्यो त सुक्ने बित्तिकै त नन फङ्सनल हुन्छ क्या सिड अब हामीले खानको लागि त कुरा गरे होइन नि त खानको लागि त राख्नु मिल्छ अब जस्तो तिमीहरूले यो के भन्छ ज्याक फ्रुटहरू खान्छ होइन ज्याक फ्रुट खाँदाखेरि यो ज्याक फ्रुट भनेको रुख कटर अनि तिमीहरूले त्यो रुख कटर पनि के हुन्छ तिमीहरूले खाने बित्तिकै इमिडिएटली सिडहरू जर्मिनेट गर्यो भने गर्यो गरेन भने चाहिँ त्यो नन फङ्सनल हुन्छ कि एभोकाडोको सिडहरू तिनीहरू यो सबै के हुन्छ त तिम्रो लामो समयसम्म स्टोर हुँदैन त्यसलाई चाहिँ के भन्छ त रिकाल्सिट्रेन्ट भन्छ र मैले भनेको त यसमा नि इन्ट्रान्समा क्वेसन बन्दैन इन्ट्रान्समा त इन्डोस्पर्मिक र नन इन्डोस्पर्मिक सिड भनेकै इम्पोर्टेन्ट चिज हो त्योभन्दा बाँकी केही पनि चाहिँदैन है ओके देन आफ्टर दिस तिमीहरूले अब हेर्नु त अब भन बाबु छिटो त्यो सर टमेटो पनि सर अर्थोडक्स सिड हो र टमेटो टमाटो त फ्रुट हो त्योभित्र सानो सानो दाना हुन्छ नि त्यसलाई चाहिँ हामीले के गर्छौँ लामो समयसम्म प्रिजर्भ गर्न मिल्छ जस्तै त्यो टमाटर त तिमीहरूलाई टमाटरलाई जर्मिनेट गर्नु छ भने चाहिँ तिमीहरूले पहिला त्यो टमाटर सुकाउनु पर्छ अनि सुकाएपछि तिम्रो त्यो बाहिरको प्लासेन्टहरू सबै सुक्छ अनि त्यहाँपछि सिडहरू बल्ल सेपरेट हुन्छ अनि त्यो सिडलाई चाहिँ तिमीले राख्यो भने चाहिँ तिमीले खुर्सानीको दाना जस्तो त हो नि टमाटो पनि सेम फ्यामिली लामो समयसम्म चाहिँ स्टोर गर्छ है ल ओके अब यो पछि एउटा सिड जर्मिनेसनको बारेमा क्वेसन आउँछ एक्जाममा है अब तिमीहरूले सिड जर्मिनेसनको कुरा गर्दाखेरि सबसे पहिला चाहिँ मलाई तिमीहरूले के भन्नु पर्यो भन्दाखेरि अब कुनै पनि कुराहरूलाई चाहिँ तिमीहरूले हुन्छ नि फ्याक्टर एफेक्टिङ भनेर फिजियोलोजी पढ्दाखेरि दुईवटा फ्याक्टरमा डिभाइड गर्ने एउटा चाहिँ के गर्ने एक्सटर्नल फ्याक्टरले केले गर्छ भनेर सम्झिनु पर्यो होइन एक्सटर्नल फ्याक्टर यो जहाँ पनि यही त एप्लाई गर्ने त हो नि त्यहाँपछि तिम्रो त्यो फिजियोलोजिकल प्रोसेसलाई तिम्रो एक्सटर्नल भन्दा पनि इम्पोर्टेन्ट के हुन्छ त इन्टरनल फ्याक्टरको रोल हुन्छ क्या इन्टरनल फ्याक्टर भनेपछि सिड जर्मिनेसनमा केले गर्छ हेल्प गर्छ भन्दाखेरि एउटा एक्सटर्नल र के अरे चाहिँ इन्टरनल रहेछ हेर अब नानी बाबुहरूले के याद गर्नु पर्यो भन्दाखेरि यो एक्सटर्नल फ्याक्टरमा अलवेज रिमेम्बर देयर इज के हुन्छ तिनवटा कुरा चाहिँ मेजर कुराहरू हुन्छ त्यो भनेको एउटा चाहिँ के हो त सन होइन अर्को चाहिँ के हो बाबु इयर होइन र यो इयरमा पनि अक्सिजन भनौँ हामी र अर्को चाहिँ तिम्रो के हुन्छ त वाटर हुन्छ यो तिनवटा घाम पानी र तिम्रो घाम पानी र के भन्छ हावा वायु यो तिनवटा त एक्सटर्नल फ्याक्टर त त्यो बच्चालाई थाहा हुने कुरा हो कि अब योभन्दा धेरै अब एडभान्स हुँदै जाँदाखेरि मिनरलहरूको कुरा होला यो होला त्यो होला होइन अल्टिट्युडको कुरा होला होइन त्यो सबै होला तर अब यो तिनवटा त अब एकदम बेसिक कुरा हो नि त तिम्रो एक्सटर्नलमा त यो तिनवटा पर्छ र अब इन्टरनल फ्याक्टरमा चाहिँ सबसे धेरै बढी मोडुलेसन चाहिँ केले गर्दा हुन्छ त भन्दाखेरि बिकज अफ के हर्मोनले हुन्छ क्या तिम्रो केले गर्दा हुन्छ हर्मोनले हुन्छ है भनेपछि एउटा चाहिँ हर्मोनको कुरा आयो त्यहाँपछि तिम्रो चाहिँ अर्को के हुन्छ त अब फुड स्टोरहरू कस्तो छ भने मतलब शरीरमा फुडको एभाइबिलिटी कस्तो छ भन्छ तिम्रो चाहिँ अर्को के भन्छ फुड स्टोरहरू कस्तो छ यो वाला भन्छ अब हाम्रो लागि इम्पोर्टेन्ट इज बोट्नेमा हर्मोन नै हुन्छ क्या किन प्लान्ट आफै फुड बनाउने चिज हो त्यही भएर प्लान्टलाई फुडको भन्दा पनि इम्पोर्टेन्ट इज अहिले के को लागि कुरा गरौँ हर्मोनको र अब यो गर्दाखेरि तिमीले के याद गर्छ भन्दाखेरि अब हेर है त अब सबभन्दा पहिला तिमीले केही नगर तिम्रो घरमा चना छ हेर तिम्रो घरमा चना छ चनालाई के गर पानीमा राख अब यो चनालाई तिमीले वाटरमा सोक गर्यो भने यो चनालाई वाटरमा सोक गर्यो भने होइन तिमीले मलाई भन हिजोसम्म केही नभएको चना चाहिँ तिमीले आज पानीमा हाल्यो भने भोलि हेर्दाखेरि त्यो जर्मिनेसन सुरु भइसकेको हुन्छ कि यो त तिमीले विश्वास गर्छौ त्यो देखेकै कुरा आँखाले देखेको कुरा होइन हरेक सिड त्यस्तै त हुन्छ तिमीले अब मकैकोदेखि लिएर कुनै पनि सिडहरूलाई चाहिँ तिमीले पानीमा राख्ने बित्तिकै के हुन्छ त नेक्स्ट टाइम चाहिँ 1-2 दिनमा तिनीहरू चाहिँ स्टार्ट टु के त जर्मिनेट के सो यसको मतलब तिमीले याद गर्नु पर्यो अब यहाँनिर चाहिँ के छ पानी पनि छ है तिम्रो यहाँनिर चाहिँ पानी पनि छ अक्सिजन पनि छ घाम पनि छ भने चाहिँ यो तिनवटामा सबसे इम्पोर्टेन्ट रोल कसको रह्यो त्यो सिड जर्मिनेसनमा पानीको सर यस सबसे के हो त पानीको है अनि हामी त इन्ट्रान्स पढ्दैछौँ +2 भन्दा पनि त्यो एक्जाममा क्वेसन आउँदाखेरि विच अफ द फलोइङ इज मोस्ट इम्पोर्टेन्ट एक्सटर्नल फ्याक्टर फर सिड जर्मिनेसन भन्छ अलवेज बेस्ट एन्सरमा लाग्नुपर्छ त्यही भएर हाम्रो एन्सर वाटर हुनुपर्छ अनि यो वाटरले कसरी भन्दाखेरि यो वाटर र यो सिडमा चाहिँ हाम्रो के हुन्छ त इम्बाइबिसन भन्ने प्रोसेस हुन्छ इम्बाइबिसन भन्ने प्रोसेस हुन्छ अनि यो इम्बाइबिसनले गर्दाखेरि के हुन्छ सिड सोइलिङ हुन्छ कि सिडहरू सोइल्स हुन्छ यो फिजियोलोजीमा पढाउँछु अनि यो सिड कोटहरू के हुन्छ रप्चर हुन्छ सिड कोट के हुन्छ त रप्चर हुन्छ है सिड कोट फुट्छ
अनि यो सिडको रप्चर हुनु भनेको तिम्रो सिडको लागि स्टिमुलस हो कि अब इन्टरनल फ्याक्टरलाई चाहिँ के हुन्छ स्टिमुलेट गर्छ कि अब सिड सुड के हो त स्टार्ट जर्मिनेसन भनेर है अथवा ग्रोथ भनेर भनेपछि रप्चर अफ सिड कोड भनेको हामीले देखिने पहिलो फिजियोलोजिकल प्रोसेस हो इम्बाइबिसनको फर्स्ट फिजियोलोजिकल प्रोसेस हो जसले गर्दा भिजिबल प्रोसेस भनेको के हो त हामीले देख्न सक्ने भनेको सिड कोड हो कि पहिलो स्टेप भनेको है त्यसपछि बल्ल के हुन्छ त जर्मिनेसन स्टार्ट हुन्छ भनेपछि नानी बाबुहरूले फर्स्ट फिजियोलोजिकल प्रोसेस ड्युरिङ सिड जर्मिनेसन यो पास्ट इयर क्वेसन हो इम्बाइबिसन भनेर लगाइदेऊ इम्बाइबिसनले किनकि इम्बाइबिसनमा चाहिँ हाम्रो के हुन्छ सिड कोड रप्चर हुन्छ र सिड कोड रप्चर हुनु भनेको न अब के भयो त सिड अब इज नट सेफ भन्छ दुईटा अप्सन छ सिडसँग अब जेसुकै होस् बाहिरको इन्भाइरोमेन्ट अब जर्मिनेट गर्नै पर्छ भन्ने हुन्छ क्या र जेनरली तिम्रो अब हामीले पो आर्टिफिसियली पानी दिएको छ नेचुरली यो कुरा जमिनमा भएको छ भने त जमिन चाहिँ के हो त अब लगभग सिजन इज बेस्ट भन्ने फिल हुन्छ क्या उनीहरूलाई अनि यो हर्मोनमा चाहिँ तिम्रो कस्तो हुन्छ भन्दाखेरि तिम्रो एउटा चाहिँ जिब्बर्लिक एसिड भन्ने पढाउँछु म पछि है अब धेरै दिन छैन अब यो जिब्बर्लिक एसिडले चाहिँ के गर्छ भन्दाखेरि सिड जर्मिनेसनलाई चाहिँ फेभर गर्छ यसले चाहिँ जर्मिनेटलाई के गर्छ त फेभर गर्छ अनि अर्को चाहिँ एब्सेसिक एसिड भन्ने हुन्छ यसले चाहिँ के गर्छ जर्मिनेट नहुनलाई फेभर गर्छ क्या एब्सेसिक एसिड भनेको के हो स्ट्रेसफुल हर्मोन हो स्ट्रेसमा सेक्रेट हुन्छ स्ट्रेस भएको बेलामा अनि यो जिब्बर्लिक एसिड भनेको तिम्रो के हो त भन्दाखेरि तिम्रो फेभरेबल कन्डिसनमा चाहिँ के हुन्छ सेक्रेट हुन्छ क्या एफएफबी यो ओके फेभरेबल कन्डिसनमा ओके भनेपछि नानी बाबुहरूले मलाई भन त के अरे अब सिड अहिले नर्मल कन्डिसनमा सिडहरूलाई चाहिँ जर्मिनेट हुनुपर्छ भनेर कुन हर्मोनले फेभर गर्दो रहेछ जिब्बर्लिक एसिड जिब्बर्लिक एसिड त्यहाँ चाहिँ यो एक्जाममा आउँछ त्यसलाई हामी सिड डर्मेन्सी ब्रेकिङ भन्छ क्या ब्रेक अफ सिड डर्मेन्सी भन्छ डर्मेन्ट भनेको इनेक्टिभ हो बाबु अब त्यो इनेक्टिभलाई चाहिँ ब्रेक गर्नु भनेको के हो त डर्मेन्सी ब्रेक गर्नु भन्छ जिब्बर्लिक एसिडले डोमिनेट गर्यो भने के हुन्छ सिड अब जर्मिनेट गर्छ अब स्ट्रेस हर्मोन भनेको त्यो राम्रो कुरा हो नि हामीलाई यसो सोच्दाखेरि त ला त्यसले त बिचरा सिड जर्मिनेट नभन्ने यो त कस्तो नराम्रो चिज रहेछ भन्छ त्यो होइन के त्यसले के गरे हुन्छ भन्दाखेरि बाहिर इन्भाइरोमेन्ट ठिक छैन त्यही भएर त्यसले त कन्ट्रोल गरे हो नि बडीलाई बाहिर इन्भाइरोमेन्ट ठिक छैन त्यही भएर हामी जर्मिनेट हुनु हुँदैन भनेर यसले यो जुन एब्सिसिक एसिड छ यसले के गर्छ त जर्मिनेट नहुन भन्छ जिब्बर्लिक एसिडले के गर्छ जर्मिनेट हुन भन्छ अनि फिजियोलोजी पढ्दाखेरि सिड डर्मेन्सी केले मेन्टेन गर्छ भनेर सोध्यो भने एन्सर इज एब्सिसिक एसिड सिड डर्मेन्सी केले ब्रेकडाउन गर्छ भन्ने एन्सर इज के जिब्बर्लिक एसिड है अनि विच अफ द फलोइङ इज द के अरे मोस्ट इम्पोर्टेन्ट इन्टरनल फ्याक्टर फर सिड जर्मिनेसन एन्सर इज के त प्लान्टको हर्मोन त्यसलाई हामी के भन्छ फाइटो हर्मोन भन्ने पाउँछ तिमीहरूले फाइटो भन्ने बोर्ने प्लान्ट र यो हर्मोन भनेको यो भइहाल्यो त्यसमा नि अझै स्पेसिफिक जानु छ भने केमा जानुपर्छ जिब्बर्लिक एसिडमा जानुपर्छ है त र यो कुरा हामी मजाले पढ्छौँ यो च्याप्टरै छ टेन्सन नलियो फिजियोलोजी भन्ने यो इम्बाइबिसन च्याप्टरै छ टेन्सन नलियो अहिले एकदम आनन्दले एक्सटर्नल फ्याक्टरमा चाहिँ सबसे इम्पोर्टेन्ट रोल के हुन्छ वाटरको इन्टरनलमा चाहिँ के रहेछ फाइटो हर्मोनको भनेर बुझ्नु पर्यो अनि यो कुरा चाहिँ मैले नोटमा लेख्दा छ बिहान 5:30 बजे नोट पठाइदिनु त सर भनेर 5 बजे उठेर पढ्दो रहेछु तिमी खतरा पढ्छु नि साथीहरू मजाले पढ तिमीहरू म नाम त भन्दिनँ हिजो नि पढाउनु भएन नि हिजो मैले पढायो पढाउनु भएन नि हिजो पढाउँछु पठायो मैले पठाएको थिएँ तिमीहरूलाई पठायो कि तिमीहरूको पछिको छैन कहाँ पठाउनु भयो ओके जस्ट गिभ मी 5 मिनट है म यो सक्छु अनि म तिमीहरूको अगाडि 5 मिनट यो पठाएर बल्ल क्वेसन एन्सर गराउँछु आज त 700 जनाले कल गर्ने पालो सुन न अर्को सेक्सनमा पठायो होला त्यसो भए यो पछिको सेक्सनमा पनि सेम सरी म अहिले पनि पठाइदिइहाल्छु यो सकिहाल्छु 5 मिनटमा अनि क्वेसन गर्नुभन्दा अगाडि त्यो पठाएर नि क्वेसन गरौँ है त ओके ल सरी यता हेर मैले त अर्को ग्रुपलाई हालिदिएँ यस्तो छ तिमीहरूलाई भनेर अर्को ग्रुपदेखि मैले त्यहीँ पठाइदिएँ ओके अनि यो पछि तिमीहरूलाई सिड जर्मिनेसन भनेर मैले यहाँनिर टाइप्स अफ सिड इम्ब्राय भइहाल्यो होइन अनि यो सिड जर्मिनेसन भनेर पढाइदिएको छ त्यहाँबाट मोस्ट इम्पोर्टेन्ट फ्याक्टर भन्ने के रहेछ त वाटर एन्ड अक्सिजन मोस्ट इम्पोर्टेन्ट त्यसमा के हो त वाटर भइहाल्यो मोस्ट इम्पोर्टेन्ट इन्टरनल फ्याक्टर भन्ने फुड सबसे इम्पोर्टेन्ट इज के त ग्रोथ हर्मोन र यो ग्रोथ हर्मोन पनि के लाउनुपर्छ जिब्बर्लिक एसिडले फेभर गर्छ अब यो पछि तिम्रो अर्को एउटा टर्म छ त्यो टर्म भनेको हजुर इन्टरनली भन्ने एक्सटर्नली भन्ने हो इन्टरनल एक्सटर्नल भन्दा तिम्रो फिजियोलोजीमा सोध्ने कि वाटर लाइट ओके सर ओके त्यसपछि तिमीहरूले हेर है अब यो भइहाल्यो होइन देन आफ्टर दिस तिमीहरूले हेर त अब एउटा सिड जर्मिनेसन भन्ने चाहिँ एउटा एकदम छ नि थोरै बुझ्नुपर्ने कुरा छ अब यो सिड जर्मिनेसन हुँदाखेरि देयर इज 2 टाइप्स अफ के त सिड जर्मिनेसन हुन्छ क्या र यो 2 टाइप्स अफ सिड जर्मिनेसन हुँदाखेरि तिमीले पहिलो फोटो हेर अब यो पहिलो फोटोमा तिमीले हेर है यसरी बुझौँ अब कसरी बुझौँ भन्दाखेरि अब यो हाम्रो सिड भयो यो सिड भयो होइन अब यो सिडमा हाम्रो यो चाहिँ के छ इम्ब्राय भयो यो इम्ब्रायमा पनि मैले के भने अब यो पार्ट टाइजेलम भयो यताको पार्ट इज के हो त हाइपोकोटाइल भयो यो जुन येल्लो कलरको छ यो चाहिँ हाइपोकोटाइल हो
कोटाइल भनेको यो भयो, यो हाइपोकोटाइल हो भन्ने ओके आई डु राइट इन व्हाइटमा यो व्हाइटको यो पर्सन्टेज के हो त इपिकोटाइल भनेको यो भयो क्या है। यो चाहिँ हाइपोकोटाइल भयो, यो चाहिँ के भयो त इपिकोटाइल भयो, इपिकोटाइल कोटाइल भनेको यो भयो। अब नानी बाबुहरूले सिड जर्मिनेसन हुँदाखेरि अब तिमीले के गर्छ, यो सिडलाई चाहिँ माटोमा हाल्छौ हामी, किन हाल्नै पर्यो किनकि वाटर त चाहियो भनेपछि यसलाई माटोमा यसरी हाल्यो हामीले सिडलाई हाल्दाखेरि कतिपय केसमा चाहिँ के हुन्छ त यो हाइपोकोटाइल चाहिँ एकदमै छिटो ग्रो हुन्छ कि। र यो हाइपोकोटाइल भन्दा तल के छ रेडिकल छ, यो त हाइपोकोटाइल भन्दा तलको यो के हो रेडिकल हो होइन, यो टुप्पो चाहिँ रेडिकल हो अनि यो माथिको के हो त प्लुम्युल हो। अब मलाई भन्न सपोज अब यो सिड जर्मिनेसन हुँदाखेरि हाइपोकोटाइल एकदमै धेरै ग्रो हुनु क्या एकदम ऱ्यापिडली तिम्रो हाइपोकोटाइलमा डिभिजन हुन्छ भनेको यो रेडिकलतिर डिभिजन हुन्छ भने तिमीहरूले मलाई भन यो कटिलिडन के हुन्छ माथितिर पुस हुन्छ कि हुँदैन, यो जुन सिड छ यो त माथितिर आउँछ हेर। मैले के भने यो हाइपोकोटाइल यो पार्टमा चाहिँ धेरै ग्रोथ भयो, ऱ्यापिड ग्रोथ भयो, यसमा चाहिँ ऱ्यापिड ग्रोथ भयो भने यसले गर्दाखेरि के हुन्छ तिम्रो यो रुटहरू तल जान्छ यसरी होइन, रुटहरू यसरी फर्म हुन्छ। तर यसले के गर्छ त भन्दाखेरि यो तलतिर धेरै ग्रो भएपछि यसले के गर्छ त माथि यो सिडलाई माथितिर पुस गर्छ कि। भनेपछि तिम्रो सिड जर्मिनेसन कम्प्लिट हुने बेलामा चाहिँ के हुन्छ कटिलिडन बाहिर देखिन्छ। र अब यो सिड जर्मिनेसन हुँदाखेरि यो सिड बाहिर देखिन्छ भने यसलाई चाहिँ के भन्छ इपिजिएल भनेको यो भयो। इपी भनेको के हो बाबु माथि माथि, र यो जिया भनेको जमिन हो। बायोलोजीमा जियोग्राफी भन्ने टर्म चाहिँ यहाँबाट आएको भनेको चाहिँ मैले भन्छ सिड जर्मिनेसन हुँदाखेरि सिड जर्मिनेसन कम्प्लिट चाहिँ सोइल भन्दा माथि जमिनको सर्फेस माथि कम्प्लिट हुन्छ भने त्यसलाई चाहिँ इपिजिएल भन्छ। र मलाई भनौँ जमिन बाहिर आउनु छ भने त जमिनभित्रको चिजले पुस गर्ने हो नि त, पुस गर्ने भनेको के हो हाइपोकोटाइल। तर हेर त यो फोटोमा देखाएको छ यो हाइपोकोटाइल एकदमै धेरै ग्रो भयो, छिटो ग्रोथ भयो क्या। त्यसले गर्दाखेरि के भयो त यो हाइपोकोटाइलले चाहिँ माथितिर पुस गर्छ यसलाई अनि बल्ल तिम्रो चाहिँ के हुन्छ त यो इपिकोटाइलबाट सुटहरू यसरी बन्न थाल्छ। भनेपछि यो कम्प्लिट जर्मिनेसन हुँदाखेरि तिम्रो यो के भयो त सिड बाहिर आयो, त्यसलाई इपिजिएल भन्छ। र यो फोटोबाटै थाहा हुन्छ इपिजिएल जर्मिनेसन भनेको युजली केमा हुन्छ त डाइकटमा हुन्छ क्या। सो अब यो मैले एक्जाम्पल अलिक एकछिनमा भनौँ ल। जस्ट इपिजिएल भनेको तिमीलाई झुक्किने केही छैन, जस्ट इपिजिएल भनेपछि पहिला यसलाई क्याच गर्ने। इपिजिएल भनेको जमिन बाहिर हुन्छ त्यहाँबाट थाहा हुन्छ। जमिन बाहिर चाहिँ सिड आउँछ भने जमिनभित्रको पार्ट चाहिँ धेरै ग्रो भएर बाहिर पुस गरेको भनेर त बुझ्नु पर्यो। अब हेर त नेक्स्टमा हाम्रो के छ भन्दाखेरि यो हामीले सिड राख्यो, सिड राख्दाखेरि तिम्रो के हुन्छ ठ्याक्क उल्टो हुन्छ। यो सेकेन्डमा चाहिँ के हुन्छ त इपिकोटाइलहरू के हुन्छ धेरै ग्रो गर्छ क्या। यो इपिकोटाइलहरू के हुन्छ एकदम धेरै छिटो ग्रोथ गर्छ। इपिकोटाइल ग्रोथ हुन्छ भने त इपिकोटाइल माथि निस्किन्छ, यसरी माथि निस्किन्छ अनि पछि गएर बल्ल हाइपोकोटाइलहरू थोरै ग्रो हुन्छ भनेपछि त्यो तलै रहन्छ कि। त्यसले गर्दाखेरि यो जर्मिनेसन के हुन्छ त हाइपोजियल भनेको हाइपो मिन्स बिलो, जिया भनेको जमिन हो। तर जमिनभित्रै कम्प्लिट हुन्छ भने त्यसलाई हाइपोजियल भन्छ। जमिनभित्र कम्प्लिट हुनको लागि इपिजिएल चाहिँ के हुनुपर्छ माथि पहिला ग्रो गर्नुपर्छ भन्ने बुझ्नु पर्यो है। अब यसलाई चाहिँ मैले यहाँ लेख्दा छ यसरी के लेख्दा छ सरी के लेख्दा छ भन्दाखेरि तिमीले हेर त ओके यसलाई मेटाइदिउँ है। ओके सो यहाँनिर चाहिँ के लेख्दा छ भन्दाखेरि यो भइहाल्यो, यो पनि भइहाल्यो होइन। इपिजिएल जर्मिनेसन भनेको तिम्रो चाहिँ केमा हुन्छ त क्यास्टरमा होइन, अर्को कुकुर बिट्समा हुन्छ, अर्को के भन्छ क्यारेका पपैया भन्छ, टमेरिनस धेरै छ, सिसिटिभी भनेर पढायो हामीले पढ्ने बेलामा। तर एक्जाममा चाहिँ अहिलेसम्म एउटा पनि क्वेसन छैन हेर। त्यहाँपछि अर्को हाइपोजियल जर्मिनेसन भनेको कमन इन केमा हुन्छ त मोनोकटमा हुन्छ हाइपोजियल। अनि मलाई भन जमिनभित्रको सिडहरू सेफ हुन्छ कि जमिन बाहिर कटिलिडन सेफ हुन्छ? भित्रको जमिन भित्र जमिनभित्रको मोनोकट र डाइकटमा कुन एडभान्स छ? मोनोकट 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 सिटिज के त हाइपोजियल हो। त्यहाँबाट मकै रोप्दाखेरि मामु बाबाहरूले बाहिरै जर्मिनेट हुने त मकै चाहिँ यस्तै उ गरे मात्र हुन्छ क्या। के अरे मकैले चाहिँ हामीले पुरा त्यो भित्रै गाड्नुपर्छ है, मकै चाहिँ कम्प्लिटली भित्र हुन्छ। अनि त्यही भएर अब त्यसरी पनि सम्झिन मिल्छ हाइपोजियल जर्मिनेसन भनेको के हुन्छ जमिनभित्र, इपिजिएल भनेको जमिन बाहिर। जमिन बाहिर हुन्छ भने हाइपोकोटाइल के हुन्छ त छिटो ग्रो हुन्छ, त्यही लेखा हो, केही पनि छैन। ओके र यहाँनिर चाहिँ के भन्छ डाइकट सिडमा पनि केहीमा चाहिँ के हुन्छ त हाइपोजियल जर्मिनेसन हुन्छ, यो लेख्दा चाहिँ केही छैन। अनि हामीले चाहिँ जस्ट यो इन्डियन बुक पढ्दाखेरि चाहिँ यिनीहरू सोधिरहेको छ कि क्या इन्डियन बुकमा त्यो एक्जाममा होइन, अनि त्यही भएर सिसिटिभी भनेर सम्झिन्थ्यौँ यसरी होइन। ओके सो यो सिड जर्मिनेसनमा इपिजिएल हाइपोजियल पनि तिमीले बुझ्यौ। यो चाहिँ क्वेसन आउँछ एक्जाममा फेरि एकदम मजाले क्वेसन आउने भनेको यो हो। र अब यहाँनिर चाहिँ तिम्रो के भन्छ भिभी प्यारस जर्मिनेसन भन्ने सुनेछौ क्या। अब नानी बाबुहरूले मलाई भन तिमीहरूले एउटा चाहिँ ओभी प्यारस भनेर सुनेछौ, ओभी प्यारस होइन, ओभी के भएको यो स्पेलिङ ओभी प्यारस भन्ने सुनेछौ है। र यो ओभी प्यारस भनेको जेनरली जुलोजी पढ्दाखेरि तिमीले के गर्छ
होइन तिम्रो यदि बेबीको डेभलपमेन्ट मदरको बडी बाहिर कम्प्लिट हुन्छ भने त्यो इम्ब्रायोको डेभलपमेन्ट मदरको बडी बाहिर हुन्छ भने त्यसलाई के भन्छ ओभिप्यारस भन्छ क्या। त्यही भएर जसले एक दिन्छ नि एक दिने एनिमलमा त के हुन्छ एक दिइसकेपछि त बाहिर कम्प्लिट हुन्छ इम्ब्रायोजेनिसिस हेर। त्यही भएर एक दिनेलाई चाहिँ ओभिप्यारस भन्ने पढेको याद छ? यस सर सर। यस सर प्यारस पनि पढेको छु मेरो यस ग्रुपमा। यस होइन यो ओभिप्यारस भनेको उसमा भने क्या मैले के अरे जुलोजीमा पढायो नि त हामीले त। त्यहाँपछि तिमीले चाहिँ अनि भिभी प्यारस इम्ब्रोको डेभलपमेन्टलाई के भन्छ इम्ब्रोसिस के अरे बाबु इम्ब्रायोको डेटलाई भने डेभलपमेन्टलाई टर्म के हो? इम्ब्रायोजेनिसिस भन्छ। ओके तर सुन न त्यतातिर नतान त मलाई फेरि अनि फेरि ढिला हुन्छ क्या। अहिले अहिले यति यति सोध्दै सबै यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि प्लान्ट भनेको के हो त लाइक ओभिप्यारस हो क्या। किन भन्दा प्लान्टमा त तिम्रो के हुन्छ तिम्रो आफ्टर के हुन्छ त फर्टिलाइजेसन तिम्रो बाँकी रहेको इम्ब्रायोजेनिसिस भएपछि तिम्रो बाँकी रहेको प्लान्टको डेभलपमेन्ट के हुन्छ त बाहिरै हुन्छ नि त। प्लान्टमा त हामीले सिकायो पहिल्यैदेखि होइन। तर यहाँनिर एउटा रमाइलो के हुन्छ भन्दाखेरि यो प्लान्टहरू सल्टी एरियामा ग्रो हुने प्लान्टलाई हामी के भन्छ म्याङ्ग्रुभ प्लान्ट भन्छ क्या। कुनै पनि प्लान्टहरू सल्ट धेरै भएको र तल हिलो अथवा दबदब भएको ठाउँमा ग्रो हुन्छ भने त्यसलाई म्याङ्ग्रुभ प्लान्ट भन्छ। अनि यो म्याङ्ग्रुभ प्लान्ट भनेको प्लान्ट ग्रोइङ इन हामीले मर्फोलोजीमा पढाएको थियो इकोलोजीमा पढ्न बाँकी होला स्यालाइन र अब यो मार्सेस भनेको हिलो अथवा दबदबमा ग्रो हुने प्लान्ट के भन्छ म्याङ्ग्रुभ प्लान्ट भन्छ होइन। अब नानी बाबुले यो हेर अब यो म्याङ्ग्रुभ प्लान्टमा जमिनमा हावा हुँदैन त्यही भएर यो हावा नभएको कारणले तिमीहरू हिँड्दाखेरि यसले तल तान्ने हो तिमीलाई एउटा कज। सेकेन्ड भनेको यो जमिनमा हावा नभए पनि तिम्रो के हुन्छ त पानी हुन्छ अनि भनेको इयर हुँदैन कि इयर नभएपछि त तिमीलाई त नेगेटिभ तलतिर तान्छ नि त भ्याकुम जस्तो हुनुभयो। र यहाँनिर सल्ट धेरै छ भन्ने सोच जर्मिनेसन हुनको लागि पानी भित्र जानुपर्ने हो तर सल्ट बाहिर धेरै बसी उल्टो सिडबाट पानी बाहिर सोक हुन्छ। तिमीहरूले त्यो के भन्छ चना भिजाउँदाखेरि नुन मजाले हालेर चना भिजाउ त्यो चना फुलिँदैन क्या उल्टो सुक्छ त्यो श्रिङ्क हुन्छ त्यो त हामीले फिजियोलोजीमा पढ्छौँ। त्यसले गर्दाखेरि तिम्रो के हुन्छ यहाँनिर यो जुन प्लान्टको सिडहरू तल ड्रप भयो भने त्यो विल नट जर्मिनेट त्यो पोसिबलै छैन। त्यही भएर यिनीहरूले एउटा आइडिया चाहिँ के अप्नाउँछन् भन्दाखेरि ठिकै छ त्यसो भए आफ्नै बडीमा यो मदरकै बडीमा यो के भयो फ्रुट भयो फ्रुटभित्र चाहिँ के हुन्छ सिड हुन्छ र यो मदरकै बडीमा चाहिँ यिनीहरूले के गर्छन् यहीँनिर चाहिँ अब यो फ्रुट हुँदा हुँदै के गर्छ त यो बेबी प्लान्ट चाहिँ यहीँ हुर्किन्छ कि यो बेबी प्लान्ट यसरी हुर्किन्छ अनि यसले रुट पनि बनाउँछ र अब यो इन्डिपेन्डेन्ट भएपछि बल्ल यो के हुन्छ डिट्याच भएर तल आउँछ। भनेपछि तिमीले के देख्यो मदरकै बडीमा चाहिँ के भयो त बेबी प्लान्ट देख्न पाइने कति रमाइलो रहेछ हेर। भनेपछि यो मदरकै प्लान्टमा बेबी प्लान्ट भनेको मिनिङ सिम्पली के हो त भन्दाखेरि सिड जर्मिनेसन स्टिल के रहेछ त ड्युरिङ के रहेछ त मदर बडीमै हुँदाखेरि भयो भने त्यसलाई चाहिँ के भन्छ भिभी प्यारस भन्छ क्या। इट्स टु इजी साह्रै सजिलो कुरा हो खालि नानी बाबुहरूले अब अलिकति कोरिलेट गर्दा मात्रै हो। सो यो भिभी प्यारस जर्मिनेसन भनेको केमा हुन्छ दिस इज पास्ट इयर क्वेसन एन्सर इज के त म्याङ्ग्रुभ प्लान्टमा यो थियो। अथवा यो नभयो भने तिमीलाई चाहिँ हुन्छ नि प्लान्टको नाम दियो भने फर एक्जाम्पल राइजोफोरा भनेको एकदम कमन एक्जाम्पल अफ के त म्याङ्ग्रुभ प्लान्ट त्यसमा हुन्छ। र मिनिङ अफ भिभी प्यारस भनेको के रहेछ जर्मिनेसन अफ सिड ड्युरिङ के रहेछ के अरे इन के रहेछ मदर बडी भनेर सम्झिनु पर्यो अथवा प्लान्टमै तिम्रो जर्मिनेसन हुन्छ भने त्यसलाई के भन्छ त भिभी प्यारस भनेर सम्झिनु पर्यो। र रियल फोटो चाहिँ यो साइडमा छ रियल फोटो यो फ्रुट हो यो फ्रुटभित्र चाहिँ सिड छ र यहीँनिर चाहिँ तिम्रो के भन्छ यो प्लान्टहरू डेभलप भएको छ अरे अनि यो ठुलो हुन्छ रुटहरू फर्म हुन्छ अनि यो बल्ल के भन्छ डिट्याच भएर तल खस्ने हो क्या। सब यो भनेको चाहिँ हाम्रो भिभी प्यारस जर्मिनेसन भनेको यो याद गर्थ्यौ है। ओके सो फाइनली हामीले के गरिदिउँ भन्दाखेरि भिभी प्यारस जर्मिनेसन भनेको मैले लेख्दा छ यहाँ। ओके तब यो भिभी प्यारस जर्मिनेसन भनेको तिम्रो यहाँ लेखेको छ भिभी प्यारस जर्मिनेसन भनेको जर्मिनेसन अफ सिड अकर इनसाइड द फ्रुट वाइल स्टिल इन एट्याच टुगेदर प्यारेन्ट ट्री। एक्जाम्पल के रहेछ म्याङ्ग्रुभ प्लान्ट लाइक के रहेछ राइजोफोरा अनि यो फोटो पनि मैले त बनाएर हालिदिएको छु है। ओके सब तिमीहरूले एकछिन तिमीहरूको दिमाग यसमा लाउ त म नोट पठाउँदै गर्छु यो सोध्दै यसको एन्सर के हो सिपा नोट पठाइहाल्छु है। नोट आइसक्यो सर आइसक्यो सर हालिदिइसक्नु ए ल दादाले नै हाम्रो कुरो सुनेर बस्नुहुन्छ ज्ञानी दाई। ओके अब भन बाबु सर त्यो प्लान्ट फिजियोलोजीको पनि पठाइदिनु। ओके ल म पठाइदिन्छु दादाले पठाइदिनुहुन्छ अनि जेनेटिक्स पनि पठाइदिनुहुन्छ सबै पठाइदिनुहुन्छ इकोलोजी पनि सर पठाइदिनुहुन्छ। अघि नै पठाइदिइहाल्नुहुन्छ हामीले इजी हुन्छ के पढ्नलाई। हस् 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 मेरो बाबु ल ओके ल ल ठिक छ तिमीले भन्छ म मानिहाल्छु नि ल के अरे हाउ मेनी मेयोटिक डिभिजन आर रिक्वायर्ड टु प्रोड्युस 100 मेज ग्रेन भन्छ है। सब तिमीहरूले के झुक्किनु भएन भन्दाखेरि सुन है मैले के भने एउटा मेल ग्यामेट प्लस तिम्रो एउटा फिमेल ग्यामेट भयो भने फिमेल ग्यामेट भयो भने
त्यसले चाहिँ के गर्छ एउटा जाइगोट बनाउँछ हेर है तर क्वेसन जस्तो नि भन्छ जाइगोट भन्नु सक्छ सुन है बाबु एकैछिन है जाइगोट डेभलप भएपछि के हुन्छ त इम्ब्रायो हुनसक्छ के भन्छ त इम्ब्रायो हुनसक्छ क्वेसनमा यो इम्ब्रायो डेभलप भएपछि के बन्न सक्छ सिड हुनसक्छ क्वेसनमा र युजली तिम्रो के हुन्छ सिड बाहिर एउटा सिड र एउटा फ्रुट नै लिन्छौँ कि हामीले युजल्ली हुन चाहिँ एउटा के अरे फ्रुटभित्र मल्टिपल सिड हुनसक्छ अथवा तिनीहरूले चाहिँ के गर्न सक्छ ग्रेन दिन सक्छ कि अब यो ग्रेन भनेको फ्रुट हो होइन यो फ्रुट हो तर यो ग्रेनमा चाहिँ के हुन्छ त एउटा मात्र सिड हुन्छ कि भनेको जस्तो ग्रेन भनेको मकै कोदो धान गहुँमा एउटा फ्रुटमा चाहिँ एउटा मात्र सिड हुन्छ भने चाहिँ क्वेसनमा यो जे हाल्नु पनि पायो क्या अब घोक्ने मान्छेहरूले के गर्छन् थाहा छ मैले नेम पढाएको एक्सपिरियन्स अनुसार चाहिँ यो ग्रेनवाला भइसक्यो एन्सर मिलाइदिने अनि त्यसमा चाहिँ तिम्रो हुन्छ नि इम्ब्रोय राखेपछि एन्सर बिगारिदिने अब त्यस्तो त हावा हुनु भएन नि त जाइगोट भन्यो इम्ब्रोय भन्यो सिड भन्यो ग्रेन भन्यो जे पनि एन्सर इज के त सेम है अब नानी बाबुहरूले के गर्छ भन्दाखेरि एउटा मेल ग्यामेट बनाउनको लागि यु विल निड डिभिजन कतिवटा भन्दाखेरि एउटा मेल ग्यामेट बनाउनको लागि तिमीले नोटिस गर एकचोटिमा 4वटा बन्छ तर हामीलाई एउटा चाहियो भने चाहिँ तिम्रो थ्योरिटिकल डिभिजन कति 1/4 डिभिजन चाहिएको छ यस 1/4 के हो त मियोसिस हुनु पर्यो होइन त्यसपछि एउटा फिमेल बनाउनको लागि 3टा डिजेनरेट हुन्छ भने तिम्रो कतिवटा मियोसिस हुनुपर्छ एउटा हुनु यस यति भएपछि बल्ल हाम्रो के हुन्छ यो भन्छ यो 1वटा जे भने पनि एउटा 1/4 1 के भन्नुभयो 1/4 भनेको युनिटरी मेथड गरे बाबु एकचोटिमा 4वटा ग्यामेट बन्छ मेलमा तर हामीलाई कतिवटा चाहियो एउटा सो डिभिजन कतिवटा हुनु पर्यो 1/4 डिभिजन बुझ्यो अब यस सर ओके अब मलाई भन सपोज तिमीले अब एउटाको लागि यति भयो होइन एउटाको लागि त यति गयो हामीले एउटाको लागि कति गरिदिउँ यति डिभिजन सपोज तिम्रो क्वेसनमा त यान भनेर सोध्छ तिम्रो क्वेसनमा त के भन्छ यान नम्बर भनेर सोध्छ यान भनेको मतलब कुनै पनि नम्बर दिन सक्छ नि त अहिले 1 दिन्छ भन्ने के छ यहाँ 100 भयो भोलि गएर 200 देला भन्छ त्यसलाई हामीले यान नम्बर मान्यौँ के यान नम्बर बनाउनु मान्यौँ भने तिमीले के गर्नु पर्यो यान/4 डिभिजन चाहिँ मेलमा प्लस तिम्रो चाहिँ यान डिभिजन चाहिँ केमा त फिमेलमा गर्नु पर्यो भने यो भनेको के हुन्छ भन्दाखेरि तिम्रो 5n/4 डिभिजन हुनुपर्छ क्या भनेपछि नानी बाबुले के बुझ्यो भन्दाखेरि 5n/4 डिभिजन गर्यो भने बल्ल तिम्रो के हुन्छ यान नम्बर अफ के बन्न सक्छ जाइगोट अथवा इम्ब्रोय अथवा सिड अथवा ग्रेन भनेर एन्सर आउँछ हेर अब यो कसरी आएको मैले बुझाइसकेँ अब नानी बाबुले यो क्वेसनमा चाहिँ तिमीलाई के भनेको छ यानको भ्यालु कति छ यसमा 100 तिमीहरू यस्तो के अरे फिजिक्स ओलम्पियाड जाने मान्छेहरू छ म बिचरा है मैले त आजभोलि त त्यो हिसाब गर्न नि बिर्सिसकेँ कति पैसा कमाउँछ त्यो पनि थाहा हुन छाडिसक्यो क्या दिमाग यस्तो बोधो भइसक्यो नि त ओके भनेपछि 100 भइसक्यो सबै यान नम्बर अफ के भन्छ ग्रेन्स भन्छ सब 100 भनेपछि 500/4 गर्दाखेरि कति हुन्छ तिम्रो 125 यस 125 अब तिमीहरूले यो ग्रेन भन्यो भने त्यही हो एन्सर यो ग्रेन नभएर तिम्रो जाइगोट दिएको थियो भने त्यही हुन्थ्यो इम्ब्रा दिएको छ भने त्यही हुन्छ तिमीलाई चाहिँ अथवा हाउ मेनी सिड भनेर एन्सर दिएको छ भने के हुन्छ त्यही हुन्छ क्या अनि 125 डिभिजन हुनु पर्यो अनि तिम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ क्वेसनले कस्तो गरिदिन्छ गर्न त त्यस्तो केही गर्दैन तर हाम्रो थ्योरिटिकल्ली 125 अप्सनमा थिएन अरे के अप्सनमा 125 थिएन अरे अप्सन यस्तो थियो अरे हेर एमा चाहिँ 100वटा डिभिजन बीमा चाहिँ 50वटा डिभिजन होइन सीमा चाहिँ तिम्रो कति भयो 124 डिभिजन डीमा चाहिँ तिम्रो के भयो त 140 डिभिजन भनेपछि यसमा के लाउँछ भनेर हामीलाई इन्डियन टिचरले क्वेसन प्र्याक्टिस गराउनुहुन्थ्यो के लाउँछ तिमीहरू कहाँ त्यस्तो यस 130 त्यही भएर त तिम्रो एन्सरै मिट हुँदैन बरु खेरा त्यही भएर त्यसको नियरेस्ट एन्सर चाहिँ धेरैवाला लाउनुपर्छ भनेर यो पनि अब नट ब्याड इट्स अ गुड आइडिया होइन अनि एउटा जस अलिकति ह्युमरै हुनुपर्छ क्वेसन सल्भ गर्नलाई भनेर सरले गराउनु हुन्थ्यो एक्जाममा त यस्तो हुँदैन थिएन देखाएको छैन मैले तर अलिकति ह्युमर भयो भने चाहिँ तिमीले के गर्छ अब एक पनि कम भयो भने त यो त यति सिट त बन्दैन यतिवटा किन तर धेरै भयो भने बरु फरक पर्दैन भन्नु मिल्छ कि त्यही भएर यो चाहिँ यसरी जानुपर्छ भन्नेको कुरा त्यो है सो आई गेस यो स्लाइड चाहिँ क्लियर छ तिमीहरूलाई सो नेक्स्ट स्लाइडमा जाउँ र यहाँ के भन्छ इफ अ टेट्राप्लोइड यो क्वेसन फेरि के अरे यो क्वेसन हो है इफ अ टेट्राप्लोइड प्लान्ट इज क्रस विथ के रहेछ डिप्लोइड फिमेल प्लान्ट फाइन्ड द पोलिप्लोइड भन्छ ब्ला 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 छोडिदियो के गर्ने भन्दाखेरि सिम्पल यो क्वेसन भन्दा पनि तिमीहरूले काम भनेको के हो भन्दा अस्तिसम्म हामीले पढेको कुरा चाहिँ आई विल डु रिभिजन यो एउटा प्लान्ट हो होइन यो एउटा प्लान्ट हो अब यो प्लान्ट हो भने नानी बाबाले हेर यो प्लान्टमा तिमीले के बुझ्नु पर्यो भन्दाखेरि प्लान्टको बडीमा जुन क्रोमोजोम नम्बर छ ग्यामेटमा हाफ गर्ने भनेपछि यो प्लान्टमा सपोज तिमीले हेर त यो प्लान्टमा हाम्रो क्रोमोजोम नम्बर कति छ यान छ सपोज यान छ भनेपछि तिमीले मलाई भन यो मेल प्लान्ट हो नि यो मेल प्लान्टमा ग्यामेट बनाउँदाखेरि क्रोमोजोम नम्बर कति हुन्छ यान/2 गर्न पाए कि पाएन
पायो सर। ओके, यो एउटा कुरा भनेपछि यो यो ग्यामेट यो भन्छ हामीले सपोज यो चाहिँ एउटा मेल प्लान्ट हो, अनि यो मेल प्लान्टमा त हामीले मेल ग्यामेट चाहियो। अब बोटनीमा जति पनि पोलिप्लोइडी पोसिबल छ, ह्युमन जस्तो होइन नि त 2n नै हुन्छ भन्ने छैन। जस्तो अब यो क्वेसनले के भनेर अब इफ अ टेट्राप्लोइड भनेपछि मलाई भन्न टेट्राप्लोइड भनेको यो कति हो 4n भने अब 4 के आन्सर यस भनेपछि ग्यामेट कति भयो 2n भयो कि भएन भयो। यस भयो। अब भोलि 8n देला भोलि 20n देला जे पनि दिन सक्छ भनेपछि सिम्पली एउटा कन्सेप्ट के बनाऊ भन्दाखेरि प्लान्टको बडी जति हुन्छ त्यसको क्रोमोजोम नम्बर इज एक्ज्याक्टली हाफ हुन्छ ग्यामेटमा भनेपछि सक्यो। भनेपछि तिमीले अब अहिले क्वेसनहरू गरौँ ल, अहिले यति यो भयो। अब हामीलाई चाहिँ रिप्रोडक्सन गर्नको लागि के चाहियो फिमेल चाहियो होइन, फिमेल। र अब यो फिमेल पनि बनाइदिन्छु म। र यो फिमेलमा हामीलाई चाहिने इज 2 थिङ्स हो। हेर फिमेलमा हामीलाई चाहिने 2टा कुरा हो रिप्रोडक्सन गर्दा एन्जियोस्पर्ममा। यो फिमेलमा तिम्रो सपोज क्रोमोजोम नम्बर n छ भने फिमेलमा हामीलाई चाहिन्छ ग्यामेट, एउटा त एक सेल चाहियो होइन, ग्यामेट भनेको एक सेल चाहियो। र अब एक भनेको यहाँ पनि सेम हो, तिम्रो n/k के हुनुपर्छ 2 हुनुपर्छ क्रोमोजोम एकमा, हामीलाई यो डाउटै छैन। तर नानी बाबु यो फिमेलमा हामीलाई के चाहिन्छ पोलर न्युक्लियाई पनि चाहिन्छ कि, किनकि हाम्रो डबल फर्टिलाइजेसन हुनुपर्छ एन्जियोस्पर्ममा। तर यिनीहरूमा पोलर न्युक्लियाई भनेको इट्स टु इजी। पोलर न्युक्लियाई भनेको 2टा ह्याप्लोइड सेल हो भनेपछि तिम्रो के हुनुपर्छ 2टा ह्याप्लोइड सेल भनेको त n नै भन्न मिल्यो कि मिलेन? डिप्लोइडै भयो सर। यो डिप्लोइडै भयो त नि, एक्ज्याक्टली बाबुले भनेको ठ्याक्क मेरो मनको कुरा पुरा गरिदेऊ, डिप्लोइडै भयो क्या। जे छ त्यही भनेको मतलब मदर बडीमा चाहिँ जे क्रोमोजोम नम्बर छ त्यति नै के हुन्छ त यसको पोलर न्युक्लियाई त्यही हो। भनेपछि यो क्वेसनमा के भन्छ, यो क्वेसनमा चाहिँ तिम्रो इन्डोस्पर्म भयो आन्सर। यस यसको यस हेर त बाबु यसमा चाहिँ के भन्छ विथ डिप्लोइड फिमेल भन्छ। यो क्वेसनमा चाहिँ डिप्लोइड फिमेल प्लान्ट भन्ने छ भने चाहिँ यसमा के भयो फिमेलको क्रोमोजोम नम्बर 2n हो क्या बडीमा, यो क्वेसन अनुसार हो यस सर। भनेपछि ग्यामेट कति भयो n भयो कि भएन ग्यामेट चाहिँ? यस सर। यस। अनि यस अनि पोलर न्युक्लियाई भनेको के हुन्छ तिम्रो 2n भनेको त्यो 2n नै हुन्छ भने चाहिँ एउटा यो कनेक्ट गर भनेको एक्जाममा क्वेसन सल्भ गर्नलाई तिमीले सोचे त तिमीले मिलाइहाल्छ जसरी नि। भनेपछि मैले भनेको के मान भन्दा पोलर न्युक्लियाई भनेको 2n लेख्न त पाउँदैन, n+n लेख्नुपर्छ एकुरेटली। तर मैले के भनेको क्वेसन सल्भ गर्नको लागि जति यो बडीमा क्रोमोजोम नम्बर छ पोलर न्युक्लियाईमा पनि त्यही हुन्छ भनेर सम्झियो क्या। भनेपछि तिमीले के बुझ्यौ जति फिमेलको बडी हुन्छ पोलर न्युक्लियस 2टा हुन्छ नि त। 2टा हुन्छ, त्यही भएर 2टा या ह्याप्लोइड 2टा हुन्छ भने चाहिँ हाफ हाफ 2टा हाफ हाफ गर्दा फेरि फुलै भयो नि त होइन र? ए भन्नाले दुवै बेग्लै बेग्लै एनएन हुन्छ है। एनएन लेख्न त एनएन लेख्नुपर्छ, तर हामीले त यो क्वेसन सल्भ गर्दा एनएनलाई 2n जोड्दा त केही फरक परेन नि त यहाँ त। अब यो कम्प्लेक्स केही पनि छैन, तिमीहरूले एउटा मात्रै सिम्पल के एउटा प्लान्ट छ मेल प्लान्ट, त्यसमा क्रोमोजोम नम्बर चाहिँ जति छ ग्यामेट के गर्छ हाफ गर्छु यति त गर्छौँ नि होइन, ग्यामेट हाफ गर्छु यो गर्छु डाउट छैन। गर्छु। अनि फिमेल ग्यामेटमा पनि ग्यामेट भनेपछि हाफ गर्छु त्यो पनि डाउट छैन। पोलर न्युक्लियाई भनेको ग्यामेट हाफ नगरेर सक्यो कि, किन हाफ हाफ जोड्नु र फेरि हाफ गर्नु भनेको उही त हुने कुरा। त्यही भएर अनि यो चाहिँ के छ जति बडीमा क्रोमोजोम हुन्छ त्यो त्यति भएपछि अब नानी बाबुले भन्न तिमीहरूले भन्न डबल फर्टिलाइजेसनमा देयर इज फर्मेसन अफ के हुन्छ त जाइगोट। डबल फर्टिलाइजेसन हुँदाखेरि तिमीहरूलाई मैले के भन्थेँ जाइगोट फर्मेसन हुन्छ। यो जाइगोट भनेको तिम्रो चाहिँ के थियो मेल ग्यामेट प्लस फिमेल ग्यामेट भनेपछि मेल र फिमेल भनेको यहाँ के छ मेल इज के भयो 2n भयो प्लस फिमेल इज भनेपछि यो के भयो त 3n वाला हुन्छ जाइगोट। जाइगोट चाहिँ के रहेछ 3n। त्यसपछि अर्को के भनेको थिएँ मैले डबल फर्टिलाइजेसन हुँदाखेरि हाम्रो के रहेछ इन्डोस्पर्म बन्छ। र यो इन्डोस्पर्म भनेको के हो त भन्दाखेरि पोलर न्युक्लियाई के हो त पोलर न्युक्लियाई होइन, पोलर न्युक्लियाई प्लस तिम्रो के फ्युज हुने त मेल ग्यामेट फ्युज हुने हो। पोलर न्युक्लियाई भनेको के छ यहाँ 2n छ, अनि मेल ग्यामेट भनेको पनि कति छ 2n भनेपछि तिम्रो चाहिँ के भयो त टोटल तिम्रो के भनेको यो भयो भनेपछि इन्डोस्पर्म चाहिँ टेट्राप्लोइड हुन्छ अनि जाइगोट चाहिँ के हो त ट्रिप्लोइड हुन्छ यो क्वेसन अनुसार है। ओके भनेपछि अब लास्ट एउटा क्वेसन तिमीहरूलाई भन्छु अनि सल्भ गर्यो भने चाहिँ अनि हामी के गर्छौँ भन्दाखेरि ओके सब तिमीहरूले के गर भन्दाखेरि ओके अब मेल प्लान्ट इफ होइन 8n मेल प्लान्ट भयो 8n मेल प्लान्ट इज क्रस विथ तिम्रो चाहिँ के रहेछ 4n फिमेल प्लान्ट। ओके देन फाइन्ड दि पोलिप्लोइडी भनेको छ। अब यसको एन्सर के होला ल पत्ता लगाऊ। जाइगोट 6n अनि सर तपाईँको इन्डोस्पर्म 8n।
सक्यो भनेपछि जाइगोट भनेको बाबुले के गर्यो जाइगोट भनेको मेल प्लस फिमेल ग्यामेट भन्ने जोड्यो मेल भनेको ग्यामेट कति भयो बडी 8n भएपछि ग्यामेट कति भयो 4n अनि फिमेल चाहिँ कति भयो त 2n भएपछि ल यो 6n चाहिँ राइट एन्सर भयो है र चाहिँ इन्डोस्पर्म भनेको के हो त पोलर न्युक्लियाई प्लस तिम्रो के हो त मेल ग्यामेट हो पोलर न्युक्लियाई भनेको मैले के भनेछु फिमेलको बडी जतिवटा हुन्छ त्यति नै हुन्छ किन हाफ दुईटा भन्नु र यो जति छ त्यति भन्नु चाहिँ एउटै कुरा त हो नि त्यसले गर्दा तिम्रो चाहिँ के हो त 4n प्लस तिम्रो यता मेल ग्यामेट भनेको 4n भन्छ के भयो त 8n भयो ओके सो यसरी गर्नुपर्छ अब यस्तो वाला क्वेसन सबै गरिदेऊ अब तिम्रो चाहिँ अर्को क्वेसन यसको फेरि भन्दैन न ओके नानी ओके इन्डोस्पर्म ओके तिमीलाई म अर्को एउटा क्वेसन गराउँछु है अर्को यस्तो क्वेसन आउँछ यसको रिभर्स क्वेसन चाहिँ यो चाहिँ आउँछ है फेरि क्वेसन एक्जाममा तिम्रो के भन्छ भन्दाखेरि इफ अ प्लान्ट ह्याज होइन नानु इफ अ प्लान्ट ह्याज ल 16 n क्रोमोजम इन रुट देन रुटमा कतिवटा छ 16n क्रोमोजम छ भने यो प्लान्टमा चाहिँ मलाई भन्न इन्डोस्पर्ममा चाहिँ कतिवटा क्रोमोजम हुन्छ भनेर सोधेर ल अब मलाई मिलाऊ यसको एन्सर 24 यार ओके भनेपछि यसमा चाहिँ के हुने भयो भन्दाखेरि 16n भनेपछि अब तिमीले काम भनेको पहिला ग्यामेट निकाल्ने हो कि पहिला चाहिँ के हो त ह्याप्लोइड कति हुन्छ भनेपछि 8n भनेको त्यसको ह्याप्लोइड भयो यसको हाफ ह्याप्लोइड 8n भयो र इन्डोस्पर्म भनेको के हो त ट्रिप्लोइड हो भनेपछि 24 भयो एक्ज्याक्ट के हो त 24 भयो अब यसमा चाहिँ जाइगोट कतिले बनाए हुन्छ भने सोध्यो भने के गर्छ 8n जाइगोट त्यही हुन्छ सर 16n नै हुन्छ जाइगोट ओके भएन अनि म तिमीलाई यो क्वेसनको एन्सर भनिदिन्छु तिमीले यो एकैछिन हेर्दै राख म तँलाई के अरे गेटको चाबी फालेर अरे हाँ हाँ ओके ल अब ल यसको चाहिँ ओके यो गरेर म नानीको क्वेसनको एक्सप्लेन गरिदिन्छु यो जर्मिनेसन अफ पोलन ग्रेन इन स्टिग्मा भनेको के होला यसको एन्सर इन vitro जर्मिनेसन के हुन्छ सर ओके इन भिट्रो भनेको के हो त कसरी भयो इन भिट्रो भएन तिम्रो इन भिट्रो भनेको चाहिँ आर्टिफिसियल कन्डिसन हो इन भाइबो भनेको के हो त नेचुरल कन्डिसन इन भाइबो यस भनेपछि यसको टर्मिनोलोजीहरू मैले बुकमा नोटमा लेखिरहेको छ है त्यो तिमीले पढ्नुपर्छ इन भाइबो भनेको के हो त अन्डर नेचुरल कन्डिसन भनेपछि नेचुरल कन्डिसनमै भयो यो त्यही भएर नेचुरल कन्डिसनमा चाहिँ एन्सर यो भयो क्या अब जस्तै तिमीले इन भिट्रो फर्टिलाइजेसन आइबिएफ भन्ने जुलोजी पढ्छ त्यो भनेको टेस्टिभ बेबी हो एक्जाम्पल होइन सो अब टेस्टिभ बेबी भनेको त ल्याबमा गरे हो भने त आर्टिफिसियल्ली मान्छेहरूले क्रिएट गरेको इन्भाइरोमेन्टमा चाहिँ आर्टिफिसियल्ली मदरको स्टेरस जस्तै इन्भाइरोमेन्ट क्रिएट गरेर फर्टिलाइजेसन गराएको छ भनेपछि त्यो चाहिँ के भयो त इन भिट्रो भयो यो चाहिँ इन भाइबो त्यो चाहिँ के भयो त इन भिट्रो अनि हामीले इन साइटु भनेको के हो त आफ्नै प्लेसमा
र एक्साइटु भनेको त अरूको ठाउँमा। तर त्यही भएर तिम्रो अब यहाँनिर चाहिँ एन्सर यो भयो। अब तिमीहरूलाई इन्साइटु र एक्साइटु रोज्न दिएको थियो भने इन्साइटु कि एक्साइटु भनेर दिएको थियो भने के लाउँछ? एक्साइटेड यस, के लाउँछ त? एक्साइटु लाउँछ है त। देन आफ्टर दिस तिमीहरूले मलाई भन्नु इफ टेस्टा इज रिमुभ फ्रम वाटर सोप ग्राम सिड अरे भनेपछि एउटा डाइकोट सिड छ, त्यहाँबाट तिमीले टेस्टा निकाल्यो भने त्यो भित्र चाहिँ के बाँकी रहन्छ भन्छ। सो नानी बाबुहरूले के भने यो सिड हो, सिडबाट चाहिँ हामीले के निकाल्यो? टेस्टा भनेको बाहिरको सिड कोट निकाल्यो भने बाँकी रहेको पार्ट इज के त? कर्नल हो है, कर्नल। अब यो कर्नल यस कर्नल यस कर्नलमा चाहिँ के हुनुपर्छ? इम्ब्रायो हुनुपर्छ। हामीले पढाएको थियो इम्ब्रायो। अनि यो कर्नलमा चाहिँ मोनोकट हो भने त्यहाँ चाहिँ के हुन्छ त? इन्डोस्पर्म पनि हुन्छ। केमा त? मोनोकटमा होइन। भनेपछि अब तिम्रो चाहिँ इम्ब्रायोको पनि के पार्ट हुन्छ भन्दाखेरि एउटा रेडिकल, अर्को के हुन्छ? क्लोम्युल, र अर्को के हुन्छ? कटिलिडन हुन्थ्यो। यति त हामीले पढाएको थियो भनेपछि यसले चाहिँ के भन्छ? कटिलिडन विथ स्टार्च यो भएन। अनि हाम्रो यो स्किटुलम भनेको कटिलिडनको अर्को नाम मोनोकटमा भएन। कटिलिडन विथ इन्डोस्पर्म भनेको कटिलिडन र इन्डोस्पर्म त पुरै भएन, किन हाम्रो इम्ब्रो चाहियो नि त। मेन त मान्छे फुल म्याच्युर्ड इम्ब्रो हुनुपर्छ, त्यो भनेको यो एउटा हुन्छ। यस, किन यो डाइकट, त्यही भएर एन्सर इज के त? फुल म्याच्युर्ड के हुन्छ? इम्ब्रायो हुन्छ है। ओके, सब यो पछि मलाई भन्न कारणकल इज डिराइभ फ्रम के होला? आउटर इन्टिगुमेन्ट कारणकल इज डिराइभ फ्रम के त? आउटर इन्टिगुमेन्ट। ओके, आउटर इन्टिगुमेन्ट भनेर सम्झिनु पर्यो है। अनि भनेपछि अब तिम्रो चाहिँ सिड कोट भनेको दुइटाले बन्या हुन्छ। एउटा के अरे सिड कोट भनेको दुइटा इन्टिगुमेन्ट हुन्छ, एउटा आउटर र अर्को इनर। र यो बाहिरकोलाई हामी के भन्छ? टेस्टा भन्छ। आउटर इन्टिगुमेन्ट भयो। र अब यो भित्रको के हो त? टेगमेन्ट भयो। यो के भयो त? टेगमेन्ट भयो। अनि यो जुन टेस्टा छ, त्यो टेस्टा चाहिँ यसरी ओभरग्रो भएर बनेको स्ट्रक्चरको नाम के हो त? कारणकल भनेको यो हो के। यो चाहिँ कारणकल हो। अनि यो कारणकल चाहिँ केमा हुन्छ त? क्यास्टरको सिडमा हुन्छ भन्ने पढ्छौँ हामी। अनि यो क्यास्टरमा सिएबाट कारणकल, सिएबाट क्यास्टर, सिए काका भनेर मैले अस्ति पढाएको थिएँ है। जुन चाहिँ एन्सर इज के त? आउटर इन्टिगुमेन्ट हो। अनि त्यही हो। अब मलाई भन्दा माइक्रोपाइल इन सिड एलोज द एन्ट्री अफ के होला? पोलेन ट्युब माइक्रोपाइल इन सिड यस, सिड भने यस वाटर है। माइक्रोपाइल अफ ओभिल भन्यो भने इन्ट्री अफ पोलेन ट्युब। माइक्रोपाइल अफ सिड भन्यो भने बेस्ट इज इन्ट्री अफ के त? वाटर। तर जहाँसम्म एक्सपेक्ट के गर्दाखेरि वाटर एन्ड ग्यासेस हुन्छ। तिम्रो एक्जाम मोस्ट प्रोबेबली यो हुन सक्छ, छ भने चाहिँ बेस्ट इज यो लाउनुपर्छ है, छैन भने के लाउने? वाटर लाउने। अब यो पछि तिम्रो के भन्छ? नानीको क्वेसन सल्भ गरिदिन्छु म। के अरे नानीले यो बुझेनौ भन्थ्यो नि, के अरे यो वाला पार्ट होइन। सबै यसमा चाहिँ यस्तो भनेको कि नानु, त्यो अस्ति हामीले डबल फर्टिलाइजेसन भन्ने पढाएको थियो नि त। तिम्रो केही गर्नु पर्दैन। डबल फर्टिलाइजेसन हुनको लागि दुईटा मेल ग्यामेट चाहिन्थ्यो होइन। फर्टिलाइजेसन हुँदाखेरि के बन्छ भन्दा एउटा चाहिँ जाइगोट बनाउनु पर्छ, र अर्को डबल फर्टिलाइजेसनमा के हुन्छ त? इन्डोस्पर्म बन्छ। जाइगोट बनाउन के चाहिन्थ्यो भन्दाखेरि एउटा मेल ग्यामेट प्लस एउटा फिमेल ग्यामेट भएपछि के हुन्छ? जाइगोट बन्थ्यो। इन्डोस्पर्म बनाउनको लागि चाहिँ के हुन्छ? एउटा मेल ग्यामेट प्लस तिम्रो चाहिँ के हुन्छ? दुईटा चाहिँ पोलर सेल अथवा पोलर न्युक्लियस चाहिन्थ्यो। दुईटा पोलर न्युक्लियाई भनेको यो हुन्थ्यो। भनेपछि अब नानीले के? हजुर, डाइकोटमा इन्डोस्पर्म हुँदैन, त्यसमा डबल फर्टिलाइजेसन हुन्छ। डाइकोटमा इन्डोस्पर्म हुन्छ नि फर्टिलाइजेसन हुने बेलामा, त पछि गएर इम्ब्रो म्याच्योर भएपछि चाहिँ हुँदैन भनेको, पछि डिजेनरेट हुन्छ क्या। डबल फर्टिलाइजेसन भएपछि चाहिँ इन्डोस्पर्म त हुन्छ बाबु, तर पछि जब म्याच्योर हुँदै जान्छ इम्ब्रायो फर्म हुन्छ। इम्ब्रायोजेनेसिस भएपछि जब म्याच्योर हुन्छ त्यो बेलामा हुँदैन भनेको है। अब के अरे यति नानीले यो त बुझ्यौ नि होइन। अब मेल र फिमेल ग्यामेट भनेको केही गर्ने होइन कि। मेल फिमेल ग्यामेट भनेको प्लान्टमा जति क्रोमोजोम नम्बर छ त्यसको हाफ गर्ने। सपोज एउटा प्लान्टको लिफमा क्रोमोजोम नम्बर चाहिँ 20वटा छ भने चाहिँ त्यसको ग्यामेट कति हुन्छ? 10 हुन्छ। ग्यामेटको क्रोमोजोम नम्बर कति हुन्छ? 10 हुन्छ। त्यति त गर्ने हो नि, हाफ गर्ने हो, अरू केही छैन नि। योमा ठ्याक ठ्याक भ्यालु हाल्ने, सकिहाल्यो। अनि 2-3टा क्वेसन प्र्याक्टिस गरेपछि अहिले तिमीहरूले गरे जस्तो ठ्याक्क थाहा हुन्छ क्या तिम्रो। यो भन्छ यो पनि सजिलो भइहाल्यो। अब यो पछि यो हेर त। अब यसमा हाम्रो के छ भन्दाखेरि अब यो कोकोनटमा चाहिँ इन्डोस्पर्म भनेको यो भयो है त। यो हामीले मर्फोलोजीमा पढाएको थियो। यो कोकोनटमा इन्डोस्पर्म इडिबल पार्ट हुन्छ भन्ने पढाएको थियो होइन। अनि यो इन्डोस्पर्म भनेको सोलिड इन्डोस्पर्म लिक्विडवाला रहेछ, यो लिक्विड भन्ने सम्झेको थियो। त्यहाँपछि यो मकैमा चाहिँ हाम्रो के हुन्छ?
जियाटिन भनेको हर्मोन हो है। अब यो जियाटिन भनेको चाहिँ तिम्रो मकैमा पाइन्छ क्या। अनि तिम्रो यो के भन्छ एल्युरोन लेयर भन्ने पनि हुन्छ। अनि यो मकै भनेको जेनरली मोनोकोट सिडमा चाहिँ तिम्रो के हुन्छ त प्रोटिन न्युट्रियस लेयर हुन्छ। खास मोनोकोट सिडमा चाहिँ तिम्रो प्रोटिनहरू कम हुन्छ, तर यिनीहरूमा चाहिँ प्रोटिनको एउटा लेयर बनाएको हुन्छ इन्डोस्टोमको बाहिर, त्यसलाई चाहिँ एल्युरोन लेयर भन्छ। एल्युरोन यो चाहिँ क्वेसनमा सल्भ गर्दाखेरि गर्छ भेट्छ तिमीहरूले। मैले सेल बायोलोजीमा राखेको छ क्वेसन होइन। एल्युरोन लेयर भन्छ। एल्युरोन लेयर भनेको त्यो भइहाल्यो होइन। ओके यो पनि थाहा हुन्छ तिमीहरूलाई। अरू यो हामीले पढाएको थियो यो प्र्याक्टिकल चाहिँ लाइफ मेन्समा मात्रै हुन्छ र सर जेनरल कि सबै मकैमा मोनोकोटमा? मोनोकटमा हुन्छ। मोनोकोटमा हुन्छ तर मकै सोधे ओके प्र्याक्टिकली टेस्ट प्र्याक्टिकली यो टेस्ट माइक्रोफोन माइक बन्द गर्न लाउनु सर इको। ल माइक्रोफोन अफ गरेर यो टेस्ट प्र्याक्टिकली यो टेस्टा भनेको यो तिमीहरूले खाएको पार्ट है। त्यहाँपछि तिमीहरूलाई चाहिँ यो पनि टेस्टा हो। यो जुन कटन फाइबर छ त्यो केबाट निकाल्छ भन्छ प्र्याक्टिकल्ली हामीले पढ्यो थ्योरीमा, तर डेली लाइफमा तिमीहरूले प्र्याक्टिकल्ली देख्ने भनेको यो के हो त सिड टेस्टा भनेको यो भयो है। यो कटन फाइबर इज के हो त बाहिर टेस्टाको ग्रोथ हो। त्यही भएर टेस्टा इज मेड अप अफ के हो त सेलुलोज। टेस्टा त केले बनाएको हुन्छ सेलुलोज, तर कटन फाइबर पनि केले बनाएको त सेलुलोजले बनाएको हुन्छ। अनि एनाटोमी पढ्दाखेरि फाइबर इज मेड अप अफ के हो त जाइलमको के अरे स्क्लेन्काइमा लिग्निन। त्यही भएर यसलाई चाहिँ बायोलोजिकली नट ट्रु फाइबर के। ट्रु फाइबर हुनुको लागि चाहिँ लिग्निनले बनाएको हुनु पर्यो, स्क्लेन्काइमाको टाइप फाइबर भने खासमा। तर यो चाहिँ हाम्रो के हो त कटन फाइबर इज सेलुलोजिक फाइबर है। अब यो एउटा सोध्छ एक्जाममा। अब हेर त अब हेर है नानी बाबु यो हेर। अब यो यहाँनिर चाहिँ के देखाएको छ भन्दाखेरि यो हाम्रो के हो त भन्दाखेरि प्लुम्युल हो। प्लुम्युल हो प्लुम्युल। अनि इमेजिन गर तलतिर अहिले देखाएको छैन रेडिकल भन्ने हुन्छ तलतिर, रेडिकल भन्ने हामीले पढाएको थियो। अब नानी बाबुहरूले यो प्लुम्युललाई चाहिँ पातुलो लेयरले कभर गरे हुन्छ। यो प्लुम्युल र यो रेडिकललाई चाहिँ पातुलो लेयरले चाहिँ यिनीहरूले प्रोटेक्सन दिएको हुन्छ, कभर गरे हुन्छ। भनेपछि यो दुइटामा के हुन्छ कभरिङ हुन्छ। र यिनीहरूको नाम के हो भन्छ यति सजिलो कुरै नगरेर प्लुम्युललाई कभर गर्नलाई चाहिँ के भन्छ कोलियोप्टाइल। कोलियोप्टाइल भनेको COLEO है कोलियोप्टाइल। कोलियोप्टाइल भनेको कभरिङ अफ प्लुम्युल PIL। आज मलाई के भयो टाइल होइन। त्यहाँपछि तिम्रो चाहिँ यो चाहिँ के हो त कोलियोराइजा भन्छ क्या। अब नानी बाबुहरू त्यति बाठो छौ तिमीहरू मलाई थाहा छ है। कोलियोराइजा तिमीहरूले यत्तिकै थाहा पाइदिन्छ कि सियोबाट चाहिँ के कभरिङ होइन। अनि यो प्लुम्युलको लागि चाहिँ कोलियोप्टाइल भनेर पढ्थेँ मैले। सियोबाट चाहिँ के कभरिङ, यो राइजा भनेको रुटको रेडिकल भनेर पढ्थेँ नि, कहिले पनि कन्फ्युजन हुन्थेन है। भने रेडिकलको कभरिङलाई चाहिँ कोलियोराइजा भन्छ, मेम्ब्रेनस कभरिङ। प्लुम्युलको मेम्ब्रेनस कभरिङलाई चाहिँ के भन्छ कोलियोप्टाइल भन्छ भनेर लाउनु पर्यो। यो मैले थ्योरीमा पढाएन, एक्जामको क्वेसनहरूमा देखिरहेको हुन्छ स्याटरडेको क्वेसनमा प्लस हाम्रो क्वेसनमा राख्दा छ। भनेपछि नानी बाबुले कोलियोप्टाइल कोलियोराइजा केही पनि होइन। इम्ब्रायोलोजी पढ्दाखेरि जुन रेडिकललाई कभर गर्ने थियो त्यो पातुलो मेम्ब्रेनस स्ट्रक्चर इज कोलियोराइजा। अनि त्यो चाहिँ पातुलो मेम्ब्रेनस स्ट्रक्चर अफ प्लुम्युल इज कोलियोप्टाइल। बुझ्यो बाबु यति प्लान्टमा हुन्छ यो के भन्यो अरे सबै प्लान्टमा हुन्छ कि कुनै स्पेसिफिक प्लान्टमा हुन्छ? मेजोरिटीमा हुन्छ बाबु। कोलियोप्टाइल कोलियोराइजा भनेको सिम्पली कभरिङ हो। अब प्लुम्युलतिरको लागि नाम दिएको कोलियोप्टाइल अनि रेडिकलको लागि चाहिँ यो नाम दिएको है। त्यहाँपछि ओके त्यहाँपछि नानी बाबुहरूले यो लार्जेस्ट सिड र लार्जेस्ट इन्डोस्पर्म चाहिँ केमा हुन्छ त लोडिसिया मालदिभिका भनेको डबल कोकोनटमा भनेर पढाएको थियो। स्मलेस्ट सिडहरू केमा हुन्छ अर्किडमा भनेर पढाएको थियो होइन। त्यहाँपछि यो चाहिँ के हो त अर्थोडक्स सिड भनेको लङ टाइमसम्म प्रिजर्भ गर्ने। रिक्याल्सिट्रन्ट सिड भनेको चाहिँ एकदम छिटै के हुन्छ त नन फङ्सनल हुन्छ भनेर मैले अघि पढाएको थिएँ होइन। अनि यो चाहिँ भिभिप्यारस जर्मिनेसन केमा हुन्छ त म्याङ्ग्रुभ प्लान्टमा भनेर पढाएको थियो, यो पनि थाहा तिमीहरूलाई। अनि इपिडर्मल हेयर भनेको राम्रोसँग हेर त यो सिडको बाहिरको त्यो कालो कालो कभरिङ इज के त टेस्टाबाट आएको हेरी स्ट्रक्चर इज के हो त फाइबर हो। यो चाहिँ त्यो पहिलाको यो मेरो दादाको स्लाइड हो क्या। अनि मैले फोटो देखाएको थिएँ, उहाँलाई स्लाइड बनाउन आउँथेन तर फोटो चाहिँ लास्टै राख्नु हुँदैछ। अब स्लाइड चाहिँ अब यो भेजिटेटिभ रिप्रोडक्सन त हामी पढिसकेको छ। सरको सर द्रोणा सर भन्दा मेरो आफ्नै दादा हुनुहुन्थ्यो, बेस्ट बोटनी टिचर पहिला। अहिले त उहाँ प्रोफेसर भइसक्नु भयो उसमा के अरे MBBS सकेर MD गरेर के गरेर होइन। त्यो बेलामा उहाँले कहाँ सर? उहाँ चाहिँ अहिले इन्डियामा एम्समा उहाँबाट गर्नुभयो। अनि जुओलोजी पढाउनुहुन्छ अहिले सरले त? सरले त अहिले MBBSहरूलाई पढाउनुहुन्छ। अनि जुलोजी खास पढाउन त अब MBBS पढेकोलाई गाह्रो हुँदैन बुझाउनलाई, त्यही हो है। अब नानी बाबुहरूले यो नोटको एकदम सदुपयोग अहिले डाक्टर वासुदेव पोखरेल कुरा गर्नु भएन? हजुर हजुर उहाँले बोटी के अरे बोटीहरूलाई जुओलोजी खट्टा पढाउनुहुन्छ।
अनि तर बोट्नी खतरा हो कि पहिला अनि बोट्नी चाहिँ हामीलाई दान दिनुभयो अनि तिमीहरू पढाउ भन्नुभयो अनि हामी बोट्नी पढाउन थाल्यौँ अनि उहाँले चाहिँ जुलोजी पढाउनुहुन्थ्यो अब अहिले त त्यो उतैतिर पढाउनुहुन्छ कि पिजीहरूलाई पढाउनुहुन्छ अनि सुन न के अरे यो क्वेसनहरू चाहिँ अब तनाव केमा हुन्छ नाम मलाई चाहिँ के भन्नुभयो सर? वासुदेव पोखरेल ए सुनन बाबु के अरे यो क्वेसन चाहिँ म तिमीहरूलाई पठाउँछु सेलेक्ट गरेर अब अहिले प्लस टू पढिरहेको छ भ्यासम्म यिनीहरू गरेर होइन क्वेसनहरू तर क्वेसन चाहिँ सेलेक्ट गरेर पठाउनु अब 2-4 दिन अलिक धेरै टाइम नै लाग्छ कि एक्जाम नभएको मैले सबै बनाएको थिएँ अलिअलि त्यसलाई फिनिसिङ गरेर पठाउनु मिल्थ्यो भनेको क्वेसन पनि तिमीलाई अरू बुक हेर्नु पर्दैन कि पुरै रोजेर 400-500 क्वेसनलाई 100 क्वेसन बनाएर पठाइदिया हुन्छ छ होइन अब यो नोटमा चाहिँ नरहेछ यो नोट भनेको त्यो एउटा सानो किताबको पार्ट हो यो नोट अनि त्यहाँ चाहिँ क्वेसन छ म तिमीलाई पिडिएफ बनाएर पठाउँछु बोट्नीको सबै क्वेसनहरूको ल ठिक छ उ गरौँ न त पठाउँछु होइन भोलि यसो गरौँ के अरे आज पिडिएफ बनायो भने भोलिदेखि तिमीहरू मोस्ट प्रोबेबली जुलोजी क्लास हुन्छ होइन अब बोट्नी 2टा च्याप्टर पढ्यो फेरि जुलोजी अथवा अरू पढ्छ फेरि 2 हप्तापछि फेरि बोट्नी पढ्छौँ कि हामी अनि त्यो भएपछि म तिमीलाई क्वेसन पठाउँछु एनाटोमी र यसको क्वेसन चाहिँ प्र्याक्टिस गर है ल राम्रो सर एउटा त्यो पोलिगोनम टाइप इम्ब्रोइड त्यो भनिदिन्छु भन्नुभएको थियो त्यो पोलिगोनम टाइप अफ इम्ब्रोइड स्याक भनेको यो हो क्या के अरे हामीले यो जुन पढ्यो नि इम्ब्रोइड स्याक भयो अब त्यो भनेको केही पनि होइन यस्तो भन्ने कि तिमीलाई के भनेको भन्दा यो जुन मैले पढाएँ तिमीलाई यो होला यो जुन पढाएँ मैले यो पढाउँदाखेरि यो जुन मैले पढाएको थिएँ नि यही भनेको पोलिगोनम टाइप अनि मिनिङ अफ पोलिगोनम टाइप भनेको यहाँ लेख्दा पनि होला एक लाइनमा यो पोलिगोनेसी फ्यामिलीको प्लान्टमा चाहिँ डिस्कभर गरे कि पोलिगोनम भनेको प्लान्टको नाम हो पोलिगोनेसी भनेको फ्यामिलीको नाम हो र त्यो पोलिगोनममा चाहिँ स्टडी गर्यो र तिम्रो चाहिँ मेजोरिटी अफ प्लान्टमा जुन इम्ब्रोइड फर्मेसन हुन्छ यही तरिकाले हुन्छ क्या यही हामीले पढे जस्तो आर्किस्पोरल सेल मेगास्पोर डिभाइड हुन्छ 3टा डिजाइनर भन्छ त्यही भएर त्यसलाई चाहिँ के भनेको मोस्ट कमन टाइप अफ इम्ब्रोइड स्याक इज पोलिगोनम टाइप भनेको त्यो भयो क्या अनि मतलब स्टडी नै यसैमा गरेको प्लस सबसे कमन कुरा नै स्टडी गर्ने हो नि त त्यहाँ चाहिँ मेजोरिटी अफ एन्जियोस्पर्ममा चाहिँ इम्ब्रोइड स्याक बन्ने भनेको 7वटा सेल 8वटा न्युक्लियस भएको बन्छ प्लस बन्ने तरिका भनेको 3वटा डिजेनेट हुन्छ एउटामा 3चोटि माइटोसिस भएर 3टा एन्टिपोडल भन्छ भने चाहिँ योलाई नै पोलिगोनम टाइप भन्ने अब तर यहाँनिर चाहिँ एउटा लेख्दै आउनुपर्छ यहाँ लेख्दा छ ओके यो हेर त मोस्ट कमन टाइप अफ इम्ब्रोइड स्याक इज पोलिगोनम टाइप भनेर रिक्स नलिम भनेर लेख्दा छ अनलाइनमा अनि तिमीले चाहिँ पोलिगोनम एल्युरोन लेयर इज डिप्लोइड इन नेचर भन्छ त किन सर एल्युरोन लेयर भनेको चाहिँ नट इन्डोस्पर्म नि त इन्डोस्पर्म भएको भए ट्रिप्लोइड हुन्थ्यो एल्युरोन लेयर भनेको चाहिँ तिम्रो यो सिड टेस्टा हुन्छ नि बाहिर सिड टेस्टाको जस्ट इमिडिएट पार्ट चाहिँ तिम्रो के हुन्छ सिड कोडको भित्रको लेयर इमिडिएट पार्ट जुन चाहिँ कटिलिडन अथवा तिम्रो इन्डोस्पर्म भन्दा बाहिर हुन्छ त्यो प्रोटिनेसियस लेयरलाई चाहिँ हामी के भन्छ एल्युरोन लेयर भन्छ क्या अनि मिनिङ अफ एल्युरोन भनेको चाहिँ तिम्रो के हो त पातुलो लेयरलाई भन्ने हो अनि तिम्रो खास प्रोटिन चाहिँ केमा हुन्छ तिम्रो के अरे डाइकोट सिडमा हुन्छ प्रोटिन धेरै त यो चनाहरूमा यिनीहरूमा धेरै प्रोटिन हुन्छ तर मोनोकोटमा त प्रोटिन धेरै नहुनु पर्यो हुँदैन तर त्यहाँ चाहिँ प्रोटिन चाहिँ एकदम पातलो लेयरमा चाहिँ वरिपरि त्यो इन्डोस्पर्मको बाहिर बसेको हुन्छ त्यही भएर त्यसलाई हामीले के भनेको एल्युरोन लेयर भन्यो है अनि इन्डोस्पर्म डिप्लोइड एल्युरोन लेयर इज नट पार्ट अफ इन्डोस्पर्म त्यही भएर डिप्लोइड भयो ल आजलाई चाहिँ गरौँ भोलि चाहिँ तिमीहरूको क्लास चेन्ज गर्छु म अनि के चाहिँ कम भएको भने त्यही भन्छु अर्गानिक सर प्लिज सर अर्गानिक सर अनि तपाईँ आफ्नो नोट्स हाल्दिनु अहिले दादाले हालिदिइसक्नु भएको छ अनि अर्ग्यानिक केमिस्ट्री 2 हप्ता चाहिँ पढेपछि त्यहाँ चाहिँ फेरि ब्याक टु के गरौँ ल फेरि बोटनीमा जेनेटिक्स अथवा फिजियोलोजी कम्प्लिट गरौँ है त